नमस्कार। आज नयाँ च्यानलको नाम राख्नु मन लाग्यो, शङ्कर श्रेष्ठ फुड कल्चर। जसलाई खाना हुँदैन उसले चाहिँ फुडी बन्ने के छ, स्मल इज ब्युटिफुल भने जस्तै, कम खाने थोडा खाने बनारसमा रहने भने जस्तै फुड कल्चर मैले नाम राखेँ। पकाउन मन लाग्छ, खान मन लाग्छ, अनि तपाईहरुलाई नयाँ नयाँ ठाउँको परिकारहरू देखाउन मन लाग्छ। जेमा आफ्नो प्यासन हो त्यो काम गर्ने नि त हो नि। आउनुहोस्, आज म तपाईहरुलाई र नयाँ ठाउँमा लैजान्छु, आफू पनि पहिलोपटक गएको ठाउँ। आउनुहोस् है, चाहे बाटोमा होस् चाहे क्याफेमा, आउनुहोस् एकछिन मसँग। कसरी दाइ काफल? दाइ 200 को 100 को 50 को कुनै लगाउँछु नि। यसको 50, त्यसको 200, त्यसको 100। अब रोकिहाल्ने है, कुनै लगाउँछु। मलाई खालि टेस्ट गर्न लाग्यो। मलाई भित्रबाट दिन न। भित्र छ? भित्र छैन नि दाइ, यो थियो राम्रो। अलि भित्रबाट निकाल्दिन, मलाई झुलो चाहिँदैन। मैले बिरामी 100 को पर्दैन, मलाई 50 को खालि। यो नयाँ फल भएकोले मैले हजुर नुन लगाऊ। हजुर नुन लगाऊ। पुग्यो? नुन 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 सुन नुन राखेपछि मिठो हुन्छ? अलिकति राखिदिनु। भयो भयो, धेरै नराख्नु। ओइ पछाडि छु है। काफल पाक्यो भन्छ है? हजुर, काफल पाक्यो। काफल पाक्यो भन्छ है? फाल पाक्यो भन्छ। ल ल। बेच्नुहुन्छ? फालफुल बेच्छ। कहाँ घर पर्यो? मेरो सिन्धुली परेर। सिन्धुली। यो कहाँबाट आउँछ त्यो? यो नुवाकोटबाट। ए नुवाकोटको हो? हजुर। ए यता माथि। हजुर। एउटा मिठो छ? मिठो छ। एउटा दुईटा दिनु न, 2 पिस। यो मिठो हुन्छ नि हजुरको फल। काफल हो, काफल। हेर काफल। नाकबाट सिँगान्छ। 50 रुपियाँको। 50 रुपियाँ पनि छैन होला, के गर्नु र है? 50 रुपियाँको 50 रुपियाँ पनि छैन। पैसाको के मूल्य छ र है? अब के गर्ने? 50 रुपियाँको एउटा केराको 1 रुपियाँ। काफल पाक्यो। खाटो। भिटामिन सी हुन्छ नि त है? गुलियो नुन राखिदिएको छ यसो गरेर। काफल पाक्यो।